कालिम्चोक मन्दिर धेरै माथि 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 रहेछ। जुन दृश्य चाहिँ यो कालिम्चोक भगवती मन्दिरबाट बिहानदेखि सूर्योदय अब हुन बाँकी छ। यहाँबाट देखेको दृश्यहरू मन्दिर यहाँ हुनुहुन्छ। शिवको मन्दिर छ, सबै भक्तजनहरू देखिएको जुन बिहानको कति बजेर कति मिनट गयो भनेपछि 6:40 मिनटमा देखिएको दृश्यहरू सक्नुहुन्छ हजुरहरू। यो चाहिँ भगवती मन्दिर सबैजना अहिले लाइनमा हुनुहुन्छ हेर्नुहुन्छ। मलाई एउटा कुरा चाहिँ के खुसी लाग्यो भने पाथिभरा माता पनि हुनुहुँदो रहेछ। पाथिभरा माता पनि हुनुहुन्छ, आमा हो यहाँ हुनुहुन्छ। सबैले देखेको भक्तजनहरू सबै हुन्छ। हामीले चाहिँ दर्शन गरेर निस्किसक्यौँ। यहाँ जति पनि देखिएको दृश्यहरू है, अब यहाँबाट तल हेर्नुभयो भने चाहिँ यस्तो दृश्य छ। जुन तल यस्तो छ, भगवान्हरू जति पनि भगवान्हरू हुनुहुन्छ सबै माथि। यो चाहिँ तल बजार है, माथि ल हेर्नुहोस् तल यस्तो माथि छ, यस्तो पाहाडमा छ भगवती मन्दिर। कालिम्चोक माताको आशीर्वाद सबैजनालाई शुभ दिन शुभ बिहानी जनाउँछ। म चाहिँ जसमा भक्तजनहरू हुनुहुन्छ पूर्व जुन अहिले घाम चाहिँ सूर्योदय चाहिँ त्यहाँबाट टाढामा छ। भिडियो गर्न सक्ने अवस्था छैन, तैपनि भगवानको आशीर्वादले बिहानको सूर्योदय हुने बेला भएको छ है। चिसो नि यति चिसो चाहिँ यस्तो चिसको चाहिँ भिडियो गर्दा गर्दा यहाँ हात त यस्तो भन्छ। जुन यहाँबाट देखेको दृश्यहरू है, ल हेर्न सक्नुहुन्छ। यो बाटो आउने चाहिँ जुन देख्नुभएको हिमालहरू छ, हिमालहरू अब यहाँ चाहिँ सूर्योदय यो रहेछ हिमालहरू, त्यो पनि देख्न सक्नुहुन्छ। हाम्रो नेपाल त नेपाल हो नि, के गर्नु, नेपाल हो नि नेपाल। मन्दिरहरू अब सूर्योदय हुने बेला भएको छ। यसलाई हेर्न सक्नुहुन्छ। जुन बिहान अहिलेको बिहानको दृश्य है, यो चाहिँ पाहाडहरू हेर्नु। अब यहाँदेखि तल हेर्नुभयो भने त फेरि यस्तो गर्नुपर्छ। ल तल ल हेर्नुहोस् यस्तो राम्रो छ हिमाल। हेर्नुहोस् हिमाल हिमाल। ए हो हाम्रो ग्रुप त यहाँ पो हुनुहुँदो रहेछ सबैजना। ल एकछिन फोटो खिच्नुपर्छ छोरी, हाम्रो ग्रुप सबैजनाले छिटो छिटो छोरी। अब एकछिन घाम होस् त, घाम उज्यालो हेरेर जाने नि घाम। यहाँ एकछिन न